त्यो पनि समूहमै गरौँला भने ल्याउँ, तर अब गरौँ भन्दा बोलाउँदा साथीहरूले भइगयो तपाईँ गर्नुहोस् भन्ने भयो। गरेँ, अहिले उहाँहरूले पनि गरिरहनु भएको छ, राम्रै भइरहेछ। मैले सरदर मैले हिजो त्यहाँदेखि हिसाब गरेको थिएँ, जेठ 27 गते गरी 21 गतेबाट हामीले 27 त्यहाँ तालिम गऱ्यौँ। त्यसपछि 29-31 गते मेरो कार्यक्रम थियो सुर्खेत, अनि म 1 गते आएँ, असाढ 1 गते, असाढ महिना र आज साउनको यति गते भयो। मैले हिजो हिसाब गरेँ सरदर मेरो 1 लाखभन्दा बढीको अचार बेचिसकेको रहेछु मैले। यसमा लगानी त होला, लगानी फेरि किन्नु भयो, मेटेरियल आफ्नो दिनको खर्च, तर 1 लाख सरदर 19,000 पुगेको थियो कि। यसरी थोरै बेचेँ भने पनि क्या मैले। अहिले त हामीलाई गाह्रो छ नि त बाहिर पठाउन पनि। अब हेर्नु त डोल्पा पठाएको सामान 10 केजी सामान हो, आज 3 दिन भयो बाटो बिग्रेर अड्किया छ नि माथि। अहिले हिँड्यो अरे गाडी अहिले अब कालीमाटी आज 3 दिन भयो बिचरा उताबाट सोध्या छ। यसरी पठाउन चाहिँ सजिलो हुने भइदिएको भए सबै ठाउँ जान्छ। अहिले कुन ठाउँ गएको छ हजुरको अचार? कुन ठाउँ? मेरो चाहिँ काठमाडौँ गएको छ म्याडम, दाङ गयो, काठमाडौँ गयो, त्यसपछि डोल्पा गइरहेछ, जुम्ला पनि गयो अस्ति। सबै ठाउँ माग्छ छ, सबै ठाउँ माग्छ। छेडागाड यहाँ पनि यो नगरपालिकाहरूमा सबै कुसे पनि मैले पठाइरहेको छु, पारीकोट सबै ठाउँ गइरहेछ के। जान चाहिँ अलिअलि फाटाफुटो गइरहेछ, तर त्यो रेगुलर पठाउने माध्यम हामीलाई एकदम चुनौतीको विषय त्यो भयो क्या। अहिले गाडी चल्दैन होइन, माग अत्याधिक भइरहेछ। तर के अरे गाडी छैन नि त, हामीसँग कति गाह्रो छ कि गाडी छैन। अब आज 3 दिन भयो डोल्पा पठाएको, हेर्नु त अझै पुगेको छैन। उहाँबाट बिचरा फोन आएछ, अब छिटो गएर छिटो त्यो बिक्री भइदिएको भए, खाइदिएको भए। मैले एउटा मात्रै मैले उपहार दिएको थिएँ क्या डोल्पा। व्यापार यसरी पनि हुन्छ हेर्नु है। व्यापार चाहिँ म अब अलिअलि तरिका त छ, म पहिल्यै व्यवसाय गरे मान्छे, तरिका भएर पनि टेक्निकल चाहिँ छ है मसँग, छ अलिअलि। तर पनि के गर्नु, मैले चाहिँ अब पठाउने कुरामा ठुलो चुनौती चाहिँ अहिले त्यो छ। सुर्खेत गइरहेछ मेरो पराल जसो। अब अहिले यो बर्खाको सिजनमा भएर पनि होला माथितिर अलिकति पठाउन गाह्रो भएको हजुरलाई। त्यसपछि तर 10 महिनाबाट मलाई सजिलै हुन्छ। त्यसपछि त म 2-4 जना महिलाहरूलाई बेरोजगार म अहिले पनि यसो हेरिरहेको छु, 1-2 जना मलाई चाहिएकै छ लाउने, उहाँहरूसँग कुरा गर्ने होइन। मासिक हुन्छ कि दिनु हुन्छ कि कसरी हुन्छ, बसी गर्ने काम हो। बनाउन चाहिँ अहिले उहाँहरू बिगारी हाल्नुहुन्छ, तर म आफै बनाउँछु। मलाई विश्वास पनि लाग्दैन, किनभने अलिकति केही मसला मात्रा मिलेन भने, त्यो केही कुराको पनि मात्रा मिलेन भने राम्रो हुन्न, स्वाद आउँदैन। तर मलाई अहिले सपोर्ट चाहिएको छ क्या। हजुर 1-2 जना त म अहिले पनि खोजिरहेको छु। अनि अब अहिले यहाँ नानीहरूसँग घरमा बस्ने 3-4 जना उनीहरू सपोर्ट गरिरहेका छन्। भान्जीहरू यताउताबाट आफन्तहरू आउने बस्ने खाने रमाइलो पनि छ क्या। फेरि मिठो छ नि त। हिजो 3वटा आइटमको अचार गऱ्यो, खाने यति मिठो क्या। अब त्यो मान्छेले मिठो पनि लागिरहेछ नि त, त्यत्तिकै मिठो छ। खाना रडले पनि मान्छेहरू के जम्मा हुने, हाँस्ने, कलाउने, यो त्यसले पनि मान्छेहरू अहिले सपोर्ट भइरहेछ। तर त्यसरी चल्दैन नि त। हजुरसँग अहिले कुन आइटमको बनाएर बेच्नु? मसँग अहिले 14-15वटा आइटम छ। पहिलो कुरा त हाम्रो आँप नै भयो, यो सिजन भयो मेन कुरा यहाँको लोकल। अनि दोस्रो तामा छ, त्यसपछि गएर लसुन र टिमुर चाहिँ अत्याधिक माग्छ हेर्नु। यो लोकल पनि भयो यहाँको, अनि यो बाहिर पनि राम्रो लाग्ने रहेछ क्या सबैजनालाई। यहाँको लोकल लसुन पनि भयो होइन यो अब, अनि टिमुर पनि भयो। टिमुरको छोपहरू बढी पुर्याउनै नसकिने भने त्यो छ।